अहिले चाहिँ हामी यो मलेसियाको बातुके भन्ने ठाउँमा छौँ। यो चाहिँ एउटा मलेसियाको हिन्दूहरूको चाहिँ एउटा धार्मिक स्थल हो। यहाँ चाहिँ देख्नुहुन्छ तपाईँहरूले यहाँ धेरै मन्दिरहरू छ। यो चाहिँ भित्र ढुङ्गाको यो ओडारभित्र रहेको छ यो ठाउँ। तपाईँहरू आफै हेर्न सक्नुहुन्छ, पछाडि दृश्यमा देखिरहनु भएको छ। आज चाहिँ यो हाम्रो छुट्टीको अवसर पारेर हामी साथीभाइहरू मिलेर यो बातुके भन्ने ठाउँमा आइरहेका छौँ। यहाँ नेपाली मात्र होइन, देश विदेशीहरू यहाँनिर घुम्न आउँछन्। मलेसियन, अमेरिकन, अस्ट्रेलियन, इन्डियादेखि धेरै धेरै ठाउँबाट मान्छेहरू घुम्न आउँछन्। तपाईँहरू कति चारैतिर ढुङ्गै ढुङ्गा बिचमा ओडारमा रहेको यो मन्दिर हिन्दूहरूको 2 मिनेटको दूरीभित्र बस्नुपर्छ भनौँ न, धार्मिक स्थल रहेको छ। विशेष गरी मलेसियाको तामिल जातिले यहाँनिर पूजाआजा गर्छन्। तपाईँ देखिरहनु भएको छ। ल हामी जिम्मा हामी सबै आएको छौँ। कता कता पुग्ने हो। यहाँ एकजना हाम्रो भाइ पनि आएको छ घर जानु भनेर अहिले यहाँ अलिकति अगाडि जुन चाहिँ म यो ओडारभित्र पस्ने ठाउँमा आइपुगिरहेको छु। तपाईँहरूले यहाँ देखिरहनु भयो होला। यहाँ मेरा 2-4जना साथीहरू हुन्छ। हजुरलाई यो बातुके कस्तो लाग्यो होला कृपया भनिदिनु। दामी लाग्यो। तपाईँ देख्न सक्नुहुन्छ ओडारमा भित्र चाहिँ भगवानको मूर्तिहरू अवस्थित छ। यो प्रवेशद्वार भनेर देखाउनु। यो चाहिँ प्रवेशद्वार। हामीले तलबाट आउँदाखेरि चाहिँ यहाँ मुभी हुँदैछ। उता जाने चिडियाखाना जस्तो 1000 खुड्किला चढेर माथि आउनुपर्छ। तपाईँ देखिरहनु भएको छ यहाँ सिँढी। आउन जानको लागि यहाँ 3टा सिँढी बनाइएको छ। टिकट भने काटिहालिन्छ नि। सुरेश दाइ यहाँबाट एकचोटि मेरो फोटो हान्दिनु नि तपाईँ क्यामेराबाट। फोटो हाल्नु ओडार त हो यता पो रहेछ यो ओडार भन्ने यो भित्र। हजुरलाई कस्तो लाग्यो यो बातुके मन्दिर? ल बातुके मन्दिर चाहिँ नेपालको भन्दा धेरै राम्रो मन्दिर रहेछ। ओडारभित्र परेको ढुङ्गाको। अब जस मलेसिया आएपछि देखे पाउनु पर्ने रहेछ। धन्यवाद। हजुरलाई कस्तो लाग्यो यो? एकदमै के देखेर अलिक यही मलाई देखेँ त्यतिकै यहाँ रेकर्ड भइरहेको क्या हाम्रो, त्यही भएर होइन। धेरै बवाल हो यार ठाउँ चाहिँ यस्तो त। यहाँ देखिरहनु भएको छ ओडारभित्र पनि विभिन्न देवी देवताको मन्दिरहरू अवस्थित छ यहाँनिर। अब हामी चाहिँ माथि दर्शन गरी अब तलतिर चाहिँ मूलद्वारतिर प्रवेश गर्दैछौँ। यहाँ साथीहरू केही 1-2वटा फोटो स्न्यापहरू लिँदै गर्दै हुनुहुन्छ। अगाडि हाम्रो मिस्टर पुजनजी हुनुहुन्छ फोटोग्राफर। कुमारको रहेछ कि हस् त हाम्रो मुभी बाँकी नै छ। यता कस्तो खिच्नु पर्ने